आफ्नै कथा आफ्नै बेठा सुनाऊ म कसलाई। जिन्दगीका गोरेटोले बाटो देखाउँदैन किन कतै। नमस्ते, म आज आफ्नै कथा लिएर तपाईँ सामु उपस्थित भएको छु। कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नबिर्सिनु होला है। जिन्दगी लामो समयसम्म बाँचिन्छ। जिन्दगी लामो समयसम्म सङ्घर्ष गरिन्छ अनि जिन्दगी लामो यात्रा पनि गरिन्छ। कतिपय मान्छेको जिन्दगी लामो समय सङ्घर्ष गर्छन् तर मिठो फल हान्छन्। कतिपय मान्छेको जिन्दगी जति सङ्घर्ष गर्छ, जति लामो सङ्घर्ष गर्छ उति गाह्रो बन्दै जान्छ। हो, त्यस्तैमा पर्छु म पनि। जति सङ्घर्ष गर्यो, जति अघि बढ्छु भन्यो, पछिको पछि सायद भगवानले नै यस्तै होस् भनेर बनाइदिएका थिए कि क्या हो। हुनु त काम गरेर अघि बढ्दा सफल भइन्छ अरे भन्छन् एक न एकचोटि। तर मैले अहिलेसम्म काम गरेको, अघि बढ्छु भनेर सोचेको कुनै एक लक्ष्य पुगेको छैन। हुन त सानो उमेरमा पढ्न पाइएन, लेख्न पाइएन। गरिबको कुखमा जन्मिनु, गरिब भएर पढ्न सकिएन। म सानो हुँदा घरमै किराले खाएको मकैको घरमै पिसिन्थ्यो अनि त्यही आमाले पकाइदिनुहुन्थ्यो। त्यही मिठो मानेर खाइन्थ्यो। त्यस्तो अवस्था थियो कि नराम्रो लाग्न, नमिठो खानु, कहिले पनि। अहिले के सङ्घर्ष गरेर के सहजता भएको छ, थोरै भयो नि किनेर सेतो चामलको भात, महिनामा एकचोटि मासु त खान पाइएको छ। तर 21औं शताब्दीमा त्यसले पनि नपुग्दो रहेछ। सबैभन्दा ठुलो भनेको पैसा। कस्तो रहेछ यो पैसा? पैसा पैसा पैसा। हुन त गरिब भएर नि होला धनीले पैसा खेलाउन मन लाग्दो रहेछ। अहिलेसम्म राम्रोसँग आफूले चाहेको लाउनु, राम्रोसँग सधैँ भनेको टाइममा मिठो खानु, तर पैसा छैन मसँग। अनि नौडारा दुध खुवाएर ठुलो बनाउनु भएको आमाको ऋण त तिर्न सकेको छैन मैले। त्यो बाजे बाउको पालोको त्यो फुसको छाना हटाएर एउटा सानो सपनाको घर त बनाउन सकेको छैन मैले। अरू त के नै भन्नु। यस्तै हो, सायद भगवानले नै यस्तै बनाइदिनु भयो।
त्यही पनि सङ्घर्ष गर्दैछु, हार मानेको छैन। सङ्घर्ष दौरानमा छ। म अहिले के सामान्य काम गर्दैछु। बिहानको 6 बजे उठ्छु, बेलुकाको 8 बजी काम सिद्धिन्छ अनि खाना खान्छु, सुत्छु। अनेक कुराहरू खेल्छन्। त्यति पैसाले मैले के गरौँ? अनेक कुराहरू खेल्छन्, अनेक कुराहरू सोच्न पनि सक्दिनँ। मैले के गरौँ, कसो गरौँ, यो दिमागमा घुमिरहेछ। घुमिरहेछ।